गाइस गुड मर्निङ नमस्कार सबैजनालाई स्वागत छ मलाई रानाको बेलाको आज चाहिँ बिहान काम पनि उडाएन म चाहिँ ब्लग सुरु गरेर आएँ हैन हजुरहरुलाई बिहानै मेरो ब्लगमा स्वागत छ साथीहरु। आज चाहिँ म केही दिनको लागि गाउँ त के भन्नु बुटोल जाँदै छु हैन। सबैसँग यसो भेटघाट गरेर आउनु पर्यो, आएको नि 2 हप्ता भयो। त्यही भएर जानु पर्यो भनेर हेर्नुस् हाम्रो घर वरिपरि चाहिँ यस्तो छ के। अनि साथीहरु म चाहिँ उठेर बिहान 6 बजे उठेँ हैन। हामी खाना बनाइसकेँ किनभने बाहिर खानु राम्रो हुँदैन। घरै खाएर खाना खाएर हाम्रो चाहिँ 10 बजेको फ्लाइट छ। पक्का म उठिसकेँ। अब पानीहरु यताउति पिउने म धोइसक्यौँ अनि रेडी हुनु जाने आमा छ टक्क लगाएर फेरि बुटो भेट हुन्छ है। हामी चाहिँ रेडी भइसक्यौँ। अब चाहिँ गाडी बुक गरिसकेँ मैले अनलाइन हैन, पठाउ गरिसकेँ। गाडी नै आउँदैछ। अब रेडी भएर एयरपोर्ट जाँदैछौँ। एयरपोर्ट गएर बाँकी कुरा बनाउँला। हामी चाहिँ गाडी आइसक्यो। अब चाहिँ हिँड्न रेडी भइसक्यौँ। हाम्रो चाहिँ गाडी आयो, हामीलाई छोड्नलाई आयो। ती मनिका सोनिका हेलो बनाऊ। अनि त्यहाँ टाँसी हेस हाम्रो गाडी त हो यो सोनिका के रे नाम के हो मनिका ऊ सोनिका यहाँ हुनुहुन्छ भूमिका, यहाँ हुनुहुन्छ भूमिकाको मम्मी। हामी चाहिँ एयरपोर्ट आइसक्यौँ भन्ने हो। एयरपोर्ट नि कति हो गाइस हामी चाहिँ एयरपोर्ट आइसक्यौँ हैन। डोमेस्टिक आज टिना चाहिँ ब्याग बोकेर रेडी भएर बसे। टिना कस्तो लागिरह? एकदम राम्रो लागिरह टिनालाई। म चाहिँ हामी चाहिँ फर्स्टचोटि है यहाँको डोमेस्टिकमा चाहिँ फर्स्टचोटि। इन्टरनेसनल चाहिँ हामी 1 वर्षमा 2 चोटि चाहिँ इन्टरनेसनलमा चढिरहेको हुन्छौँ हामी। हेर्नु 4 चोटि जान आउने यताउति गर्दा। यहाँ चाहिँ भिडभाड रहेछ एकदम। यहाँ चाहिँ सिट पनि नपाएर हामी चाहिँ उमिरहेको। आज चाहिँ हामी सिरीमा जाने हो। त्यही भएर हामी चाहिँ अब सिरी एयरलाइन्समा चढ्न थाल्यौँ आइसक्यौँ। गाइस हामी चाहिँ प्लेनमा बसिसक्यौँ। टिना चाहिँ विन्डो सिटमा बसे होइन टिना। आज सिरी एयरलाइन्समा ठुलो मम्मीलाई ठुलो बुवालाई भेट्न जाँदैछ टिना। कस्तो लागिरह? सधैँ यस्तो ल चक्लेट निकाल। एउटा ननिकाल क्या, अलिक धेरै निकाल नि। निकाल्न मिल्दैन अलिक मस्त निकाल्न। सिमरे दिदीहरू लानु हामी चाहिँ प्लेन चढेको 15 मिनट सक्यो। हामी प्लेन चाहिँ चढी जाँदैन। यत्र पुग्ने थियो त्यसै पनि ढिला भयो। गर्मी भयो यसै चल्दो रहेछ। मान्छे धेरै कति गर्मी छ भाइ। टिनाल चाहिँ फिल्म लिएर आएर डाउनलोड गरेर फिल्म हेर्दैछ होइन। म चाहिँ के गरेर बस्ने होला भनेर सोचिरहेको थिएँ होइन। चल्दैन भाइ, आधा घन्टा हुन लागिसक्यो। अनि फेरि खालि के गर प्लेन चाहिँ बल्ल गयो होइन। ल यस्तो झ्याउ हुँदै चाहिँ यो डोमेस्टिक ठिक हुने हुन्छ भाइ। सिरी एयरलाइन्सले यति ढिला लगभग 1 घन्टा ढिला। फेरि हामी उहीँ पुगेर घर पुग्ने बेला भइसक्यो। टिना त बो भएर टिनालाई रुगा लाखा होइन। टिना चाहिँ हो क्या टिनी।
साथै गयो है आमा गाइस आएर काम चिया कस्तो थियो है फेरि जाने कसरी है ल आयो है हामी चाहिँ भैरवा आयो ल्यान्ड भइसक्यो माग्दादेखि नै भइमै छ चाहिँ अब कति छिटो आएको भनिरह है नि दिने लिन आएर के हो यस्तो सरप्राइज दिने गाइस हामी चाहिँ यहाँ पुग्यौँ भेनाजु दिदी लिन आउनु भएको यति धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद अनि हामीलाई थाहा नि थिएन पुरा सरप्राइज दिएर बाहिर हेर्दा त है दिदी भेनाजु कति खुसी कति भैरवा हेर्को टाइम एकदम ढिला भयो त्यही गाइस हामी चाहिँ घर आएर खाना खाएर रेस्ट गरेर कपडा चेन्ज गरेर दिदीका लगाएर म चाहिँ घर बसेछु दिदी चाहिँ घरबाट मेरो लागि भनेर यस्तो राम्रो केरा ल्याइदिएर आउनुभएको रहेछ होइन अब चाहिँ केरा खाने म चाहिँ केही कामै गरेँ होइन घरि तल घरि माथि बसिरहेको छु आज चाहिँ हाम्रो बाको चाहिँ श्राद्ध रहेछ होइन आउँदा आउँदै टिका लगाइयो अनि श्राद्ध खाइयो अनि अहिले चाहिँ बसिरहेको छु अहिले चाहिँ रात पर्न आँट्यो यहाँ चाहिँ होइन त्यही हो रमाइलो भएर एकदमै खुसी लाग्यो अनि हामी चाहिँ यहाँ दिदी बहिनी एकदम गफ गरेर बसिरहौँ होइन हामी चाहिँ मोटा मोटा छौँ होइन हाम्रो खलक कुनै पनि दुब्लो छैन क्या अनि अर्को दिदीलाई देखाउँछु अर्को दिदी भोलि है यस्तो मोटो छ हामी चाहिँ सेम सेम छ होइन हेर्नु म चाहिँ दिदी जस्तै छु होइन कालो र गोरामा त के हो फरक हुन्छ र कस्तो लाग्छ त अनि बहिनी आएर एकदम खुसी खुसी हुनुभएको नै अनि दिदीलाई खुसी लाग्यो अरे हामीलाई त लाग्नु भइहाल्यो होइन त्यही भएर हामी नि एकदम खुसी छौँ रमाइलो भयो होइन भेनाजी चाहिँ कुखुरो काट्दै हुनुहुन्छ लोकल कुखुरो म आउने भनेर है लोकल कुखुरा लिएर पुरा राखेर कट हुँदैछ खाना पकाउँदैछौँ केटाकेटी रमाइलो गर्दैछन् गाइस त्यही हो अरू नयाँ नयाँ भिडियो फेरि भोलि देखाउँदैछु तिमीलाई यहाँ आएर कस्तो लागिरह्यो भन खुसी छौ नि किन त बाख्रा हेरेर नि आइसक्यो साथीहरू यो भ्लगलाई म यही समाप्त गर्न चाहन्छु म चाहिँ आज फुल दिदीहरूसँग गफ गर्ने बस्ने खाने रमाउने गर्छु होइन यदि हजुरहरूले हाम्रो भिडियो मन पर्यो भने दिदी लाइक कमेन्ट सेयर भन्न नबिर्सिनु त गरिदिनु होला माया गरिदिनु होला होइन धेरैभन्दा धेरै त्यही भन्न चाहेँ यो भ्लगबाट बाई बाई गाइस फेरि मिलौँला अर्को भ्लगमा